ल है साथीहरू, यो चाहिँ मैले आफ्नो कौसीमा 2 वर्ष अगाडि रोपेको ड्र्यागन फ्रुटको चाहिँ बिरुवाहरू हो। अहिले चाहिँ हेर्नुहोस् मजाले फ्रुटिङ भइरहेको छ र यो पोहोर साल जस्तो त्यति धेरै किराहरू लाग्ने, कमिलाले आक्रमण गर्ने त्यस्तो पनि छैन। यो वर्ष चाहिँ एकदमै राम्रो भएको छ। त्यो पनि यसमा बर्डिङ चाहिँ निकै राम्रो भएको थियो। तर पोहोर साल के भयो भने तपाईँको यो लेभलसम्म आउन सकेन। जस्तै सानो त्यो बर्ड चाहिँ सानोमै कुहिएर नष्ट हुने। अनि त्यस पछाडि चाहिँ यो वर्ष चाहिँ राम्रो भएको छ। हेर्नुहोस् ल हेर्नुहोस्, फ्रुटिङहरू पनि राम्रो भएको छ। अनि यसमा चाहिँ के छ भने जस्तै तपाईँको ड्र्यागन फ्रुटमा कुनै फङ्गल इन्फेक्सन भएको छ, यसरी चाहिँ भएको छ भने यसको माथिल्लो भागबाट कट गरेर फाल्न सक्नुहुन्छ। र यस्तो तल स्टिलको भागमा छ भने पनि यसलाई चाहिँ अलिकति ओपन गरिदिएर यसलाई फालिदिनु भयो भने चाहिँ यो आफै सुकेर जान्छ, सुकेर आफै ठिक हुन्छ। यो चाहिँ यो रेड कलरको हो। यो रेड कलरको चाहिँ अति नै स्वादिलो र बजारमा यसको डिमान्ड पनि एकदमै हाई हुनाले चाहिँ तपाईँले यो प्रजातिको ड्र्यागन फ्रुट आफ्नो करेसाबारीमा वा कौसीमा लगाउनु भयो भने चाहिँ यसबाट तपाईँले मनग्गे आम्दानी पनि गर्न सक्नुहुन्छ र चाहिँ आफ्नो परिवारलाई एकदम यो ड्र्यागन फ्रुट चाहिँ स्वादिलो र एकदमै ताजा ड्र्यागन फ्रुटको स्वाद पनि लिन सक्नुहुन्छ। हेर्नुहोस्, मैले चाहिँ यो गमलामा रोपेको छु, सानो सानो गमलामा। यो ड्र्यागन फ्रुटलाई त्यति धेरै यो के भन्छ माटोहरू यस्तो चाहिँ फर्टिलाइजरहरू पनि त्यस्तो धेरै चाहिँदैन। यसलाई चाहिने भने यो भनेको चाहिँ कम्पोस्ट म्यान्युरहरू आफ्नो करेसाबारीमा हुने माटोमा केही बालुवा मिसाएर चाहिँ तपाईँले कम्पोस्ट मलहरू प्रयोग गर्नुभयो भनेदेखि चाहिँ यसलाई चाहिँ एकदमै राम्रो हुन्छ। ल हेर्नुहोस् कति राम्रोसँग चाहिँ ट्याक्क माथिसम्मै गएर चाहिँ फैलिएको छ। यसरी तपाईँले आफ्नो करेसाबारीमा चाहिँ ड्र्यागन फ्रुटका बिरुवाहरू अथवा चाहिँ आफ्नो कौसीमा लगाउन सक्नुहुन्छ। मैले चाहिँ यसरी आफ्नो कौसीभरि यसरी लगाएको छु। ल हेर्नुहोस्।